हेलो एभ्रिवान, यो डिजाइन चाहिँ मेरो बुटिकमा अत्याधिक मात्रामा एकदमै धेरै बनेको। मैले फर्स्ट यसलाई यो जुन क्रप र स्कर्ट लगाएको छु कम्बिनेसन पनि एकदमै राम्रो छ र धेरै रुचाइदिएको। त्यसपछि यो डिजाइन जुन छ यो डिजाइन चाहिँ थाइल्यान्ड घुम्न जाँदा लगाएको डिजाइनहरू हो। यस्तो राम्रो थियो, धेरै कस्टमरले मन पराइदिनु भयो। यो ट्विनिङ सेट पनि एकदम धेरैले रुचाइदिनु भयो। त्यस्तै गरी यो गाउन चाहिँ पिस्ता ग्रिनमा यति राम्रो कलर छ। हजुरले जुन कलर देख्नुभएको छ एक्ज्याक्ट त्यही नै कलर पाइन्छ। यो चाहिँ कहाँ होला भन्दाखेरि चाहिँ मेरो राधा बुटिक गट्ठागर भनेर गुगलमा सर्च गर्नुभयो भने तपाईँले पाउनुहुनेछ। यो डिजाइन पनि रोज गोल्डमा एकदमै राम्रो। अब यो डिजाइन भनेको चाहिँ रेड नेट र हामीले स्लिकको कम्बिनेसन गरेका छौँ। एकदमै त्यो कम्बिनेसन भन्छु। यो चाहिँ टिसुको वान पिस। यो टिसुको यति राम्रो छ। उहाँहरू चाहिँ एकदमै प्यारो कस्टमरहरू, यस्तो राम्रो कस्टमर आइदिनुहुन्छ, यति रेस्पेक्ट दिनुहुन्छ कि जुन कस्टमरले आएर चाहिँ मलाई एउटा फिडब्याक दिनुहुन्छ नि, युआर असम, हजुरको डिजाइन एकदमै मनपर्छ, हजुरको फिनिसिङ एकदमै मनपर्छ भन्नेहरूलाई त यति अनि तपाईँले लगाएको डिजाइन एकदमै मनपर्छ भन्ने कस्टमर चाहिँ धेरै मात्रामा मेरो बुटिकमा आउनुहुन्छ र मैले लगाएका डिजाइनहरू पनि म्याम यति पर्सेन्टमा मलाई दिनु न भनेर भन्ने कस्टमर पनि धेरै पर्नुहुन्छ। जस्तै यो साडी हजुरले हेर्नु भने मल्टी कलर साडी, यस्तो सफ्ट कलर, यति राम्रो डिजाइन छ। चाहिनेहरूले अर्डर गर्न सक्नुहुनेछ। उहाँ चाहिँ न्युली ब्राइडल हुनुहुन्थ्यो। जस्ट ट्रायलको लागि मात्रै मैले भिडियो बनाएको थिएँ, उहाँको फुल भिडियोहरू आएको छैन। अनि यो लेहेङ्गा पनि धेरैले मन पराइदिनु भएको थियो। सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मैले लगाएको यो ब्लाउज मेरो टिकटकमा चाहिँ एकदमै भाइरल भएको थियो। धेरैजनाले रुचाइदिनु भएको र धेरैजनाले अर्डर दिनुभएको। यो चाहिँ हामीले नर्मल स्कर्टमा पनि एकदमै राम्रो, पेन्सिल स्कर्टमा पनि राम्रो, अनि हाम्रो बक्स डिजाइनको स्कर्टमा पनि राम्रो, होइन, लाउन जानु भने साडीमा पनि राम्रो, एकदमै राम्रो। यो चाहिँ हाम्रो ब्ल्याक डिजाइनको ब्लाउज पनि एकदमै राम्रो छ। हामीले यसरी स्कर्टसँग लाउन पनि मिल्यो। अनि यो गाउन चाहिँ मैले भेलभेटबाट तयार गरेको रिस्टिङ डिजाइन र यसमा मैले आउटर पनि सुविधा दिएको छु। यो चाहिँ डबल टोन भेलभेटमा एकदमै राम्रो क्वालिटी। हजुरहरूलाई यस्ता क्वालिटीहरू चाहियो भने राधा बुटिकलाई सम्झिन सक्नुहुनेछ। उहाँ चाहिँ क्यानाडादेखि आउनुभएको एकदमै राम्रो क्युटी स्माइली कस्टमर। अनि उहाँसँगको मैले यो चाहिँ उहाँले 2 सेट ड्रेस लानुभएको थियो, एउटा लेहेङ्गा सेट अनि क्रप सेट लानुभएको थियो मैले। अनि त्यसपछि यो मैले लगाएको डिजाइन साडी चाहिँ ग्यादर डिजाइन साडी भन्छ, जसमा 40-50वटा मुजा बस्छ। यो चाहिँ एकदमै हाई क्वालिटी मैले ग्लिटर ओकबाट बनाएको थिएँ र भेलभेटको ब्लाउज जसमा चाहिँ हामीले सिल्भर ओक गरेका थियौँ, एकदमै राम्रो। यो डिजाइन चाहिँ उलन सेट हो, उलन लङ स्कर्ट र क्रप छ, जुन चाहिँ कस्टमरले धेरै नै मन पराइदिनुहुन्छ। सम्पूर्णलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। म एउटा थोरै समयमा धेरै अचिभ गरे जस्तो फिल गर्छु, होइन। अब यो डिजाइन चाहिँ मैले स्कर्टमा पनि लगाएको छु। यति राम्रो प्रिटी लुक देखाउँछ, यसले चाहिँ स्मार्ट देखाउँछ, होइन। यस्तो गेटअप लाउन जानु भने चाहिँ हामीलाई थोरै पैसाले पनि हामी धेरै नै एउटा पर्सनालिटी देखाउन सक्छौँ। जस्तै उहाँ चाहिँ क्यानाडाबाट आउनुभएको कस्टमर, एकदमै प्रिटी, एकदमै राम्रो। अस्मिता हो उहाँको नाम। उहाँको इन्टायर फ्यामिलीको लागि हामीले डिजाइन गरेका थियौँ। यहाँ चाहिँ केही झलक उहाँको मात्रै देखाएँ मैले। त्यस्तै गरी यो ब्राइडलको फ्यामिलीको हो। उहाँ चाहिँ ब्राइडलको सिस हुनुहुन्छ उहाँ, र यो अर्को चाहिँ कलर लाउने म राधा डिजाइनर। हामीले चाहिँ यो भिडियो बनाएका थियौँ, नर्मल एकदमै राम्रो बनेको थियो। उहाँ चाहिँ एकदमै राम्रो कस्टमर, रेगुलर साडी अर्डर दिनेमा पर्नुहुन्छ, सङ्गीता म्याम हो। उहाँ चाहिँ काठमाडौँबाट नै हरेकचोटि आउँदा एउटा ड्रेस लिन आउँदा अर्को अर्डर दिएर जाने म्याममा पर्नुहुन्छ, एकदमै प्रिटी राम्री। अनि यो चाहिँ हामीले इङ्गेजमेन्टको लागि बनाएको गाउन थियो, हेभी लुक ह्यान्डवर्कमा। हामीले हेभी ह्यान्डवर्क गर्दाखेरि पनि यस्तो रिजनेबल प्राइसमा दिएका हुन्छौँ, होइन। कति टाढाबाट कस्टमर आइदिनुहुन्छ। प्राय गरेर चाहिँ मेरो काठमाडौँ गट्ठागरमा बुटिक छ, तर कोपन्डोलदेखि बाग बजारदेखि तपाईँको जति पनि हुन्छ नि यता म डोमेस्टिकहरू पनि बढी हुनुहुन्थ्यो भने विदेशमा अस्ट्रेलिया युरोप कन्ट्रीहरू धेरै हुनुहुन्छ। त्यस्तै गरेर अमेरिकातिर पनि हुनुहुन्छ। अमेरिका चाहिँ होलसेलै खोल्नुभएको छ, अनि बेल्जियममा पनि होलसेल खोल्नुभएको छ, र अस्ट्रेलियामा पनि। जस्तो यो उलन सेट यस्तो स्टाइलिस छ। यो उलन हेभी उलन हो, यसमा कुनै पनि भुवा आउँदैन, कलर जाँदैन। अनि भेलभेटको क्रप ह्यान्डवर्क गरेका छौँ। यो कन्सेप्ट पनि एकदमै राम्रो, धेरैजनाले रुचाइदिएको डिजाइन भयो। यो ब्लाउज चाहिँ अर्को चाहिँ मैले नेटबाट एउटा अघिल्लोको भेलभेटसँगको सेट थियो भने यो चाहिँ हेभी प्रिन्टेड नेट र उलनको सेट भयो। लङमा चाहिँ हामी लेडिजहरूलाई एकदमै स्मार्ट लुक देखाउँछ। हामी कति धेरै सर्ट पनि लाउँछौँ, सर्टहरू पनि राम्रो देख्छ, तर लङमा एकदमै राम्रो चाहिँ मैले सेटै गरेको छु उलनको। कस्तो राम्रो छ क्या यो
अहिले चाहिँ अधिकांश भनौँ न 90%ले मन पराइदिएको डिजाइन र मैले एकदमै बनाउन भ्याइ नभ्याइ भएको डिजाइन हो यो। धेरैजनाले पार्टी वेयर लुक नै बनाउनु भएको छ यो डिजाइनलाई। जस्तै मैले लगाएको यो डिजाइन जुन स्कर्ट र क्रप छ यति धेरैले रुचाइदिएको डिजाइन हो। हामीलाई चाहिँ एकदम स्मार्ट लुक देखाउँछ यस्तोले, हामी प्लस साइजहरूलाई एकदमै राम्रो देखिन्छ। चाहिनेले अर्डर गर्न सक्नुहुनेछ र मेरो बायोमा जसले चाहिँ नम्बर दिएको छ